हेलो गाइजहरु, आज चाहिँ हामी अब पोखराबाट बिस्तारै अब यो पोखरा हुँदै हामी चाहिँ पुम्दीकोट जाँदैछौँ। पुम्दीकोट, व्हाइट स्तूपा, थालपारा घुम्ने हाम्रो योजना रहेको छ। हेर्दै जाउँ कहाँ कहाँसम्म पुगिन्छ। हिजो अब पोखरा लेक साइडबाट सर लाएर अब अहिले त पोखरातिर ट्रेनले चलाएर चाहिँ केयर टक्करसँग राष्ट्रिय झण्डाहरू हाल्ने साँझको टाइम भएको छ। घाम अस्ताउने क्रममा छ। 4 बजिसकेको छ, 4 साढे 4 बजिसकेको छ। अब एकछिनमा अँध्यारो हुनेवाला छ। हामी चाहिँ अगाडि बढ्दैछौँ है त गाइजहरु। पहिलाको भन्दा पोखरामा ट्राफिकहरू धेरै बढेको महसुस गरेँ मैले। रोड ट्राफिक निकै नै बढेको जस्तो लाग्यो। अनि पपुलेसन पनि धेरै नै बढेको र क्राउड फिल भयो मलाई चाहिँ। अनि सबै विदेशी व्यापारीहरू, सबै भारतीय व्यापारीहरू देखियो जसमै टुरिस्ट एट्र्याक्सन पोइन्टहरुमा पनि। यो चाहिँ मलाई अलि खलखल लाग्यो हैन। लगभग 20-25 मिनेटको राइड पछि हामी चाहिँ पुम्दीकोटमा आइपुगेका छौँ। र पुम्दीकोटको पार्किङ हो हैन, यता भेहिकल पार्किङ गरेर हामी चाहिँ अब माथितिर लागेका छौँ। हेर्न सक्नुहुन्छ यो पार्किङ भन्दा माथि चाहिँ गाडी जान अलि अप्ठ्यारो नै हुँदैछ। एउटा हाइसको पुरा टायर सो यो चाहिँ पुम्दीकोटको इन्ट्रान्स हो। यहाँबाट चाहिँ पुम्दीकोटको जुन सुरु हुन्छ इन्ट्रान्स चाहिँ बाबा आर्किटेक्चर छ। राम्रो पुरानो हाम्रो नेपाली स्टाइल कला झल्किने हिसाबले बनाएको देखिन्छ। मान्छेहरू खर्चौँ छ। विशेष गरी भारतीय पर्यटकहरू निकै नै धेरै आएको मैले महसुस गरेँ। त्यहाँ नेपालीहरू पनि प्रशस्त हुनुहुन्छ। बाहिर अन्य जिल्लाबाट आन्तरिक पर्यटनहरूको घुइँचो लागेको देख्न सकिन्छ। धनसोनी चौता यो त सबभन्दा पर शिवको ठुलो विशाल मूर्ति रहेको छ भने गेटमा एउटा यस्तो खालको मूर्ति पनि रहेको छ। त्यो माको शिवलिङ्गमा अब त्यस्तो खालको शिवको त्रिमूर्ति बनाएको छ। होटल रेस्टुरेन्ट चलाएको छ हैन। यहाँ जाँदाखेरि कुनै शुल्क टिकट लाग्दैन, तर आफ्नो हिसाबले तपाईहरुले गएर भिजिट गरिसकेपछि डोनेसन दिन सक्नुहुन्छ। तर विभिन्न ठाउँमा डोनेसन राखेको छ, त्यहाँ चढाउन सकिन्छ। जुत्ता चप्पल बाहिरै खोल्न पर्छ। भगवानको आस्थाको ठाउँ भएको रेस्पेक्ट बाहिरै खोल्नु पर्ने छ है। अलि माथि गइसकेपछि ठुलो शिवलिङ्ग छ नि, त्यहाँनिर शिव मूर्तिबाट मलाई पुगेपछि चाहिँ खोल्नु पर्ने हुन्छ। यो चाहिँ घाम डुब्ने बेलाको भ्यू होइन। हो यो चाहिँ के खलास घाँक्रो हेर न ल। नेपालको सबभन्दा ठुलो घाइरी हो यो शिवलिङ्ग शिरमाथि के गर्नु पर्छ पर्दैन ल। कति ठुलो चाहिँ भन्नु मूर्ति के